हाई मिनासान कोनिचिवा। आज चाहिँ म लेसन 1 को मिनान निहोङ्गो N5 लेसन 1 को चाहिँ क्लासहरू लिएर आएको छु। यसको चाहिँ फर्स्ट अफ अल चाहिँ तपाईँको अस्ति चाहिँ शब्दको अर्थहरू र तिनीहरू चाहिँ पोस्ट गरेको थिएँ फोटोहरूमा। आज चाहिँ लेसन पढ्नेछौँ। त्योभन्दा पहिला चाहिँ हल्का यो शब्दको अर्थहरूको बारेमा हल्का डबल अर्थ लाग्ने अथवा दुईवटा शब्दको एउटै अर्थ लाग्ने शब्दहरू मात्र नबुझेको शब्दहरू हल्का बुझ्न गाह्रो हुने शब्दहरूको बारेमा भन्दछु। जस्तै यो फर्स्टमा चाहिँ वातासी वा भन्ने छ। जस्तै वातासी भयो भने वा चाहिँ यो पार्टिकल हो। अनि आनाता आनाता वा भन्ने छ। अनि आनो हितो आनो काता छ। यसको चाहिँ एउटै अर्थ हो है त। त्यो व्यक्ति अथवा उहाँ भन्ने अर्थ लाग्छ। प्रयोग गर्ने तरिका चाहिँ आनो हितो भनेको चाहिँ र आनो हितो भनेको चाहिँ अलि पोलाइट होइन होइन। नर्मली चाहिँ बोल्दाखेरि चाहिँ अलि पोलाइट वर्ड भनेको आनो खाता भनेर बोलिन्छ। अनि सान भनेको चाहिँ जी भयो। हामीले जी भन्छौँ नि नेपालमा नामको पछाडि, त्यस्तै जी भयो, मिस्टर मिसेस भन्ने जस्तो। अनि च्यान भनेको चाहिँ आफूभन्दा उमेर सानो उमेरको केटीहरूको लागि चाहिँ बोलाउँदाखेरि चाहिँ नामको पछाडि च्यान भनेर बोलाइन्छ भने चाहिँ। अर्को चाहिँ जिन भन्ने छ, यो नागरिक भइहाल्यो। यिनीहरू चाहिँ सजिलो छ। तपाईँहरूको लागि चाहिँ यता उच्चारण गर्ने तरिकाहरू पनि पोस्ट गरिदिएको छु। जस्तै वातासिवालाई चाहिँ यता नेपालीमा पनि कसरी प्रोनाउन्सिएसन गर्छ त भनेर चाहिँ राखिदिएको छु, ताकि अहिले तपाईँलाई हिरागाना कातागानाहरू चाहिँ राम्रोसँग पढ्न नआउन्जेलसम्मको लागि चाहिँ सजिलो होस् भनेर। त्यसै गरी अर्को चाहिँ यसमा चाहिँ माथिहरूको पनि 18-19 नम्बरसम्म 18 नम्बरसम्म चाहिँ 17 नम्बरको दारे दोनाता भन्ने छ। यो चाहिँ दोनाता भनेको चाहिँ पोलाइट फर्म भयो भने दारे भनेको चाहिँ अलि पोलाइट चाहिँ होइन। सकेसम्म दोनातै भनेर युज गर्ने। दोनाता देशका भनेर दारे देशका भन्नुभन्दा दोनाता देशका भन्यो भने चाहिँ अलि पोलाइट सुनिन्छ। अनि साई भनेको यो उमेर भइहाल्यो। अनि यो नान साई र ओइकुचु भनेको चाहिँ सेम अर्थ, तर माथि दारे र दोनाता भने जस्तै नान्साई भनेको चाहिँ कति वर्ष हुनुभयो भनेर नर्मल भयो भने चाहिँ ओइकुचु भनेको चाहिँ कति वर्षको भयो भने अलिक पोलाइट तरिकाले सोधेको हो। त्यसै गरी अर्को यो हाजिमेमास्तेहरू भनेको चाहिँ पहिलो भेटमा गरिने अभिवादन भयो होइन। अनि ओहायो गोजाइमास भनेको गुड मर्निङ शुभ बिहानी भयो। अनि कोनिचिवा अनि यो कोनवानवा भन्नेमा चाहिँ एकदम बोल्दाखेरि चाहिँ सबै शुद्ध बोले तापनि लेख्दाखेरि चाहिँ धेरैले मिस्टेक गर्ने भनेको चाहिँ यो वा चाहिँ अर्को टाइपको वा प्रयोग गर्ने गर्दछन्। त्यो भनेको चाहिँ मिस्टेक हो। कोनिचिवा भनेर हाको वा प्रोनाउन्सिएसन हुने वालाई चाहिँ कोनिचिवा भनेर लेख्ने है त। यहाँ त्यही भएर रातो लगाइदिएको छु। अनि दौजो योरोसिको ओनेगाइसिमास भनेको चाहिँ ओनेगाइतासिमास भनेको चाहिँ हजुरलाई भेटेर खुसी लाग्यो, नाइस टु मिट यु भनेको। अनि अरू मिनिङहरू चाहिँ नर्मल नै छन्। त्यसै गरी यो लेसन 1मा चाहिँ हामीले चाहिँ ग्रामरहरू एउटा वा पार्टिकल पढ्छौँ, अर्को चाहिँ ज्याहारीमासेन अथवा देवाहारीमासेन भन्ने पढ्छौँ, र अर्को चाहिँ क्वेसन गर्दाखेरि नन्यानी वा नन्यानी देशका भनेर क्वेसन गर्दाखेरि गर्छौँ भने चाहिँ अर्को चाहिँ नन्यानी वा नन्यानी नो नन्यानी देश भनेको चाहिँ जस्तै वातासी वा ओसाका दाइगा कुनो गाक्सेई देश भने जस्तो यो बिलोङ्स टु कुनमा चाहिँ हो भन्ने कुरा बिलोङ्स गर्छ भन्ने कुरा चाहिँ यसको प्रयोग गर्दाखेरि चाहिँ त्यो खालको सेन्टेन्सहरूमा चाहिँ युज गरिने ग्रामर भयो। अर्को चाहिँ मो भन्ने छ। यो अर्को चाहिँ वा नन्यानी साई देश भन्ने चाहिँ यो चाहिँ उसमा भएको भएर चाहिँ लेसनमा भएको भएर चाहिँ यो खाइवाहरूमा भएको भएर चाहिँ खाइवा भन्दा नि पछाडि रेन्चीहरूमा भएको प्लस चाहिँ बुङ्केमा भएको भएर चाहिँ राखेको छु। अर्को चाहिँ हामीले चाहिँ फर्स्ट अफ अल चाहिँ 1 नम्बरमा चाहिँ वा भन्ने नन्यानी वा नन्यानी देश भनेको चाहिँ वा भनेको चाहिँ पार्टिकल भइहाल्यो होइन। यसको चाहिँ चाहिँ भन्ने अर्थ लाग्छ है त नेपालीमा भन्दाखेरि चाहिँ। यसको प्रयोग चाहिँ नाम वा सर्वनामको पछाडि चाहिँ प्रयोग गरिन्छ। जस्तै वातासी वा भयो होइन, अनातावा भयो। त्यसपछि चाहिँ अर्को चाहिँ के भयो, अनि रामुसान वा अनि माइको मिरासान वा भन्ने छ नि, त्यस्तोहरूमा चाहिँ नाम अथवा सर्वनामको पछाडि चाहिँ प्रयोग गरिने भयो। अनि अर्को चाहिँ यसको चाहिँ मेन भनेको प्रयोग गर्ने ऊ भनेको चाहिँ बामेन भनेको चाहिँ वाक्यभित्रको कुनै एक
कुरालाई केन्द्रित गरेर भन्नुपर्दा प्रयोग गरिन्छ भनेको छ। के को बारेमा भन्न लागिरहेको छ त भन्दा अहिले वातासी वा भन्दा चाहिँ मेरो बारेमा भन्न लाग्यो नि त। वातासी भनेर चाहिँ को बारेमा चाहिँ के को बारेमा भन्न खोजिएको छ भन्ने कुरा जनाउँछ र विषयको वस्तुतिकरण र हाइलाइट गरेर छुट्याउने या तुलना गरी सीमित कुरालाई जोड दिएको अर्थ लाग्ने वाक्यमा प्रयोग गरिन्छ भनेको छ। त्यसै गरी अर्को यसको सेन्टेन्स हेरौँ है त। वातासी वा गाकुसेई देस, म चाहिँ स्टुडेन्ट हो, विद्यार्थी हो भनेको छ नि। अरूको जस्तै तिमी तपाईँ भन्दा पनि म चाहिँ स्टुडेन्ट हो भन्दाखेरि चाहिँ पछाडिको मलाई चाहिँ फोकस गरेर पछाडिको कुराहरू चाहिँ विस्तृत गरिएको हुन्छ, स्पष्टीकरण भन्नाले प्रस्तुतिकरण गरिएको हुन्छ। यहाँ भनेको छ नि विषयवस्तुको प्रस्तुतिकरण भनेर त्यसरी हुन्छ। अनि अर्को चाहिँ छ कोचिरावा गीता सान्देश, उहाँ चाहिँ गीताजी हो भनेर चाहिँ भन्दाखेरि चाहिँ वा कोचिरावा सोचिरावा भनेर चाहिँ यसरी प्रयोग गरिनु भयो है त। अर्को 2 नम्बरमा छ ज्याआरीमा सेन अथवा देवारीमा सेन भन्ने। यो चाहिँ दुईवटैको सेम अर्थ लाग्छ है त, होइन भन्ने नेगेटिभ फर्ममा जान्छ। जस्तै देवारीमा सेन र ज्याआरीमा सेनको एउटै अर्थ भए तापनि प्रयोग गर्दाखेरि चाहिँ देवारीमा सेन भनेको चाहिँ लेखाइमा प्रयोग गरिने पोलाइट फर्म भयो भने चाहिँ ज्याआरीमा सेन भनेको चाहिँ दैनिक जीवनको बोलीचालीहरूमा चाहिँ प्रयोग गर्ने शब्द है त। जस्तै अब यता इक्जाम्पल हेरौँ। सान्तोस सानवा खाइस्याइन ज्याआरीमा सेन भनेको छ नि, सन्तोषजी चाहिँ कम्पनीको कर्मचारी होइन भनेर नेगेटिभमा भयो नि त, नेगेटिभ फर्ममा लगिएको छ, होइन छैन भन्दाखेरि चाहिँ। अनि वातासी वा गाकुसेई ज्याआरीमा सेन, म चाहिँ स्टुडेन्ट होइन भन्दाखेरि। अनि अर्को चाहिँ वातासी वा इन्दोजिन देवारीमा सेन, म चाहिँ इन्डियन नागरिक चाहिँ होइन भनेर चाहिँ यो नेगेटिभ फर्मको होइन छैन भन्दाखेरि चाहिँ यसरी प्रयोग गरिने भयो है त। अनि जस्तै अब यो खाली ठाउँमा हेर्नु, जस्तै यहाँ सेन्सेई भयो होइन। जस्तै तानाका सान वा सेन्सेई देश, तानाका सान चाहिँ के हो त भन्दाखेरि चाहिँ टिचर हो भनेको छ नि। अब यसको चाहिँ अब तानाका सान चाहिँ टिचर हो तर चाहिँ राई सान चाहिँ के हो त टिचर होइन भन्दाखेरि चाहिँ कसरी हुने भयो, राई सान वा सेन्सेई ज्याआरीमा सेन भयो, सेन्से होइन भन्ने अर्थ जनाउँछ।